सबैजनामा इट्स न्युज स्वागत तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो नेक्स्ट भ्लगमा। आई होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि आजसम्म चाहिँ सन्चै छु भनौं भन्दिनी के। आज हामी यहाँ डाँडामाथि आछौं भन्दिनी के चाहिँ कस्तो यहाँ हुनुहुन्छ हाम्रो लक्ष्मी भाउजू। हेलो हाय। यो चाहिँ हाम्रो लक्ष्मी भाउजू हैन। आज चाहिँ हामी यहाँ गुरसाङबे आको हैन। घर कति बजिसक्यो? 2 बजिसक्यो। हामी चाहिँ भर्खर यहाँ देउरालीमा यहाँ फुल चढाएर यतिकै बसिरहेछौं। अब चाहिँ हामी माथि जान्छौं। अनि यो छोर्तन चाहिँ मैले अस्ति नैको भ्लगमा चाहिँ के भन्थे भन्दाखेरि यो छोर्तन चाहिँ खै गाउँपालिकाको बजेट परेर भन्थे कि खै के भन्थे है। तर यो चाहिँ त्यो बजेट परेर नबनाएको रहेछ साथीहरु। मैले तपाईहरुलाई गलत इन्फर्मेसन दिन्छु। यो चाहिँ लामा दाइ आफैले आफ्नै लगानीमा भन्छ के भन्छ त्यसमा आफैले बनाउनु भयो रहेछ। अनि आज चाहिँ लामा दाइ चाहिँ उता तल यही गुरसाङबेको पुलको कामले कि केले गर्दाखेरि तल जानु भएको भएर नौरीकोटको आमासम्मबाट यहाँ चाहिँ कहिले चाहिँ चौरी कहिले गाईहरु आएर फुलहरु खाइदिन्छ रे। अनि गमलाहरुमा नि पानी हाल्नु पर्ने हुँदा आज चाहिँ पालो परेको छ हाम्रो। हामी 2 जना आछौं। अनि त्यहाँ एकछिन यसो सफा गर्ने अनि त्यहाँ गमलामा पानी सानी हाल्छौं। अनि त्यही हो। अब म हजुरहरुलाई माथि गएर भेट्ने छु। आज यस्तो ब्याकग्राउन्डमा नीलगिरी हिमाल मस्त देख्छ। अन्नपूर्ण मजाले देखेछ। म तपाईहरुलाई देखाउँछु। यो चाहिँ नीलगिरी हिमाल मस्त लाइट देख्छ यहाँबाट चाहिँ। अन्नपूर्ण नि मजाले देखेछ। यो माथि चाहिँ हाम्रो गाउँ छ। यहाँ चाहिँ ठाटी मात्रै देख्छ। यहाँबाट देख्ने रहेछ हाम्रो गाउँ। यता तल देखेको चाहिँ नयाँ होटल बन्दैछ। त्यहाँ रिसोर्ट बन्दैछ क्या। एउटा गाउँ जस्तै देख्छ त यहाँबाट त। तपाईहरुलाई नि आनन्द ठाउँमा आउन मन छ भने यहाँ गुरसाङबे केब आउनु होला। मस्त लाएर हामी चाहिँ यहाँ छोर्तनमा छौं। अब गुरसाङ जाने होला। गुरसाङमा त घाम बुढिसक्यो। हामी चाहिँ यहाँ बाटोमा हिँडिरहेको छौं। यता चाहिँ घाम बुढिसक्यो यो डाँडाले गर्दा। घाम चाहिँ बुढिसक्यो छैन साथीहरु। तर हामीले चाहिँ देखेको रहेछौँ यो डाँडाले ढाकिसकेको छ। चिसो चिसो हावा चल्यो। हाम्रो भाउजू चाहिँ मोबाइल हेर्दै हिँड्नु भयो। यहाँ छ हाम्रो वाटरफल भनिदिने क्या। कति राम्रो देखेको फुल। तर यहाँ नि रेडको चाहिँ हल्का कोपिला भयो रहेछ। हो त्यहाँ माथि नि कोपिला। हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ चाहिँ टोयलेट पनि छ। माथि चाहिँ छैन तर अलि तल चाहिँ छ। यहाँ सागहरू पनि छ क्या। सो हामी यहाँ आइसकेछौँ। यहाँ देख्न सक्ने कति राम्रो राम्रो फुल सब गुलाबको। हामी चाहिँ पानी चाहिँ यहीँबाट रहेछ। त्यहाँ यहीँबाट सुरु शुभकामना देरी किस बात की भन्दै कि यहाँबाट माथिसम्म हालौँ। यहाँबाट माथिसम्म हाल्दिउँ। यो पाइप चाहिँ अहिले झर्ने बेला तल ल्याउँ न। म त यहाँ पानी हाल्न कहिले नआएँ त। पानी त मैले हाल्छु। यसमा ठुलो लाग्छ नि। कति राम्रो भएको र यहाँ त। ओके हाम्रो त मरिसक्यो जस्तो भयो। यहाँ घुम्न आउनु भयो भने चाहिँ कृपया फुल चाहिँ नचुटाइदिनु होला। भाउजूले चाहिँ पानी हाल्ने मेरो गाउँ चाहिँ
भाउजूले हालेन भन्दा भाउजू नन्दन पनि हालेको हाल्दैन यो पाइप पो के को तेर्सो पाइप गरेको रहेछ यो पानी जाने भने यस्तो नि रहेछ दुईटै लाउ यो फुल पनि भाग्दिन्छ भाग्दिएको यता चाहिँ नानीले फुलमा पानी हाल्न लाग्नुपर्छ हामी काम गर्न यही काममै गर्न आएको फुलमा पानी भयो यी माटो त कति सुकाएर है यहाँ नि हालिदिनु हो कि पानी नहालेको कति भयो होला त अनि ऊ तिनीहरू त पानी नभएर ऊ त्यो रातो राखेको सेतो सेतो भएको थियो हो यो चाहिँ के त्यो साह्रै ए ऊ त्यहाँ पानी निस्किन्छ ल त्यो यता आउने हो सब यता देखाइन्छ मैले हामीले चाहिँ तल पानी हालिसक्यौँ यहाँ चाहिँ अब कताबाट हाल्ने भन्ने कुरा हो कति राम्रो फुल छ ओ माइ गॉड हामीले चाहिँ त्यहाँ तल चाहिँ पानी हाल्यो यहाँ नि हाल्ने यो बाल्टिनमा लिएर हान्ने कहाँ केमा बाट हाल्ने यहाँ बाल्टिन त जगै जग जग खोज्नु पर्ने हुन्छ यहाँ फुल हाल्नको लागि चाहिँ ए यहाँतिर त हालेको जस्तो छ है भाउजू माटो अलि चिसो छ यहाँतिरको त अनि फेरि यहाँ छेमे पनि बाल्ने हो अरे तर यहाँ बाल्ने होइन त बाल्ने पहिला त्यो भित्र त्यो गरेर बराल्ने भन्नु थियो त्यो बराल्दा पनि भयो होइन अहिले जाने बेलामा बालेर गइदिउँ ल अब राखिदिनु त यहाँ चाहिँ भाउजूले ग्यास स्यास पुसेर त्यो गर्दै सफा गर्दै हुनुहुन्छ गाउँमा भगर गएको र काम हजुर नि गाउँ हाम्रो गाउँमा घाम बुढिसक्यो हामी अझै यहाँ पानी हाल्दैछौँ कुन बेला घर जाने हो भन्ने निकाल्यो कहाँ भुतले खान्छ आफै भुत जस्तो छ कहाँ भुतले खान्छ हामीले यसो अलि राम्रो राम्रो भएर चाहिँ खान्छ कि भन्ने हो आफै भुत जस्तो भएपछि कस्तो राम्रो फुल छ यहाँ तर यहाँतिर चाहिँ पानी हालेको रहेछ हिजो आज नि अस्तितिर होला अलि माटो चिसो भाउजूको चाहिँ फेरि किचनमा काम म चाहिँ यहाँ फुलमा पानी म चाहिँ यहाँ फुलमा पानी हालिरहेको छु मजाले पानी खाऊ है तिम्रो भोलि अब कसको पालो हो म आएको बेलामा चाहिँ मजाले पानी खाऊ तिम्रो भनिदिने क्या कोहीमा चाहिँ यो गमलामा चाहिँ एकदम धेरै रहेछ क्या माटो अनि पानी हाल्ने बित्तिकै त्यो हुने
जान्छ पनि त एक्लै थियो माया यहाँ भयो यहाँ के पाप धर्न फुटाउनु भयो नि पाइप त यहाँ रहेछ नि पानी यहाँ मैले बाल्टिनमा भरिभरि पानी हालेँ पानी त यहाँ रहेछ हामी चाहिँ पानी हाल्न सकिन लाग्यो अब लगभग अब एउटा दुईटामा मात्र यहीँ खट्यो भाउजू पानी भाउजूले पानी ओसार्नु भएको मैले चाहिँ यहाँ हालेको होइन अब चाहिँ हाम्रो पानी हाल्ने कार्यक्रम सक्यो अब ऊ त्यहाँ अलिकति बढाल्ने अनि त्यहाँबाट घर टाप हान्नु पर्छ 4 बजीसरी कति बज्यो भाउजूले बत्ती गर्न आयो हामी चाहिँ अब घरतिर लाग्ने होला कस्तो सानो बनेको हामीले चाहिँ छेमे बालिसक्यो नि धुप पनि बालिसक्यो भाउजूले चाहिँ यहाँ छेउली गर्दैन मैले चाहिँ गरिसकेँ घाम पनि वहाँ पारि पुगिसक्यो अब चाहिँ हामी उता बढाल्ने हो कि के गर्ने त्यसपछि जानुपर्छ गेट पनि लगाइदिइसक्यौँ अब चाहिँ हामी घरतिर जान्छौँ यहाँ चाहिँ अघि हामीले तलबाट ल्याएको थियो नि त पाइप त्यो पाइप फेरि भाउजूले समात्दै उहाँ दौड्यो अड्कियो अड्कियो सो साथीहरू हामी चाहिँ के अवस्था होइन मैले फुकालेको भन्नु न अझै भाउजूले नाटक पारेको आफै फुकालेको फुकेको अवस्था भनेर तपाईहरुलाई त्यतिकै ढाटेको हामीलाई थाहा छैन र भन्ने फेरि यो चाहिँ हाम्रो मात्रै भाउजूलाई भन्ने सुनेन होला नि यो भाउजू त्यही हो साथीहरु हामी चाहिँ त्यहाँ गमलामा पानी सानी हाल्यौं अनि त्यही तलबाट हाल्दै गएर माथि हाल्यौं अनि त्यहाँ कफी पनि खायौं अनि चाउचाउ रहेछ त्यहाँ चराको ठाउँमा अनि त्यो चाउचाउ पनि पकाएर खायौं अनि भाडा सारा माझ्यौं अनि त्यो यतापट्टि हल्का सफा गर्यौं अनि उता भाउजूले चाहिँ किचनहरु सफा गरिदिनु भयो ग्यासहरु पुस्ने गर्नुभयो मैले चाहिँ उतापट्टिको गमलामा पानी हाले त्यसपछि अनि यतापट्टि त्यो ढोकाको छेउमा यो के भन्छ रे केको पत्ता थियो रे भाउजू निङ्लाको स्याउला भन्छ कि पत्ता भन्छ थियो त्यसलाई अनि हामीले बडाल सडाल गरेर घर कति बज्यो भाउजू भाउजूको यहाँ जगेट यस्तो चिसो अब हामी चाहिँ घरतिर लाग्छौं भरसम्म भिडियो हेरेर बस्दिनु भएको सबैलाई धेरै धेरै मुरी धन्यवाद अनि मेरो अरु भिडियोहरु हेर्नु भएको छैन भने हेर्दिनु होला मेरो च्यानल 440 भइसक्यो अनि मेरो च्यानल सब्स्क्राइब गर्नु भएन भने प्लिज सब्स्क्राइब गरिदिनु होला अनि त्यही हो गाइस के गर्नु भएको र तपाई म त आज के गर्नु ल भाउजू अरु केही दुई शब्द भन्न चाहनुहुन्छ त्यही हो जाडो भयो गर्ने खुट्टा चिसो भयो हिँड्दा तातिन्छ ओके बाई बाई गर्नु भाउजू बाई बाई सी यू इन नेक्स्ट ब्लग टेक केयर गाइस